Hello guys, welcome back to my YouTube channel. So it's me Suzana. I hope you all guys are good. So thank you so much all of my subscribers who subscribe my channel and who watch my video till the end. So thanks a lot. यति भन्दै हजुरहरूलाई once again थ्याङ्क यू सो मच भन्न चाहन्छु हैन। अनि मलाई चाहिँ एकदमै कमेन्ट गरिरहनु भएको हुन्छ कमेन्ट सेक्सनमा। सो मेरो चाहिँ एकदमै लङ ग्याप भइरहेको छ भिडियो बनाउनहरुमा। लाइक हुन्छ नि अहिले चाहिँ एकदमै बिजी छु हैन। लाइक अब अफिस जाने आउने खाने सो त्यही भएर अहिले चाहिँ अलिकति भिडियो बनाउन पाइरहेको छुइनँ गाइज, अपडेटेड भएको छुइनँ हैन। अनि मलाई धेरैले क्वेसन गर्नुहुन्छ कि पार्ट टाइम जब भनेर। मैले लाइक आई डोन्ट वान्ट टु रिपिट दिस थिङ्स हैन। त्यो लाइक हेर्दा पनि कस्तो अलिक डिफ्रेन्ट देखिन्छ हैन, सुन्दा पनि एनी टाइम एउटै कन्टेन्टमा के बनाउने भन्ने हुन्छ हैन। सो एज आई अलरेडी सेड यु गाइज दैट इट्स क्वाइट डिफिकल्ट टु गेट अ पार्ट टाइम जब। यहाँ चाहिँ पार्ट टाइम जब भन्दा पनि फुल टाइममा प्रिफर गरिन्छ। सो आई विल रिकमेन्ड इफ यु गाइज वान्ट टु कम इन्टु UAE एज अ स्टुडेन्ट भिजा देन कलेज एन्ड युनिभर्सिटीहरूलाई टाइम फ्रेम मिलाएर लाइक इभिनिङ क्लास हुन्छ कि लाइक विकेन्ड क्लास हुन्छ कि एज पर योर कन्भिनियन्ट हैन मिलाएर पढ्न सकिन्छ हैन। सो गाइज आई एम गोइङ टु सेयर वान गुड न्युज दैट I finally completed my bachelor in civil engineering. So हजुरहरूलाई थाहा छ मैले चाहिँ ब्याचलर कम्प्लिट गरेँ। इट इज फ्रम युनिभर्सिटी अफ बोल्टन। त्यही भएर सो थ्याङ्क यू सो मच। अब आफैलाई एप्रिसिएसन गरिरहेको छु। सो इट वाज भेरी टफ जर्नी हैन। So 3 years course I completed like almost 3.5 भनौँ हैन। अब I'm just waiting for certificate चाहिँ आएको छैन गाइस। सर्टिफिकेट आउन चाहिँ टाइम लाग्छ होला, मेबी this month, within this month I will receive my certificate as well as then finally I became an engineer. So it was my dream. त्यही नै भन्न चाहन्छु। अनि म चाहिँ हजुरहरूलाई के देखाउनु खोइ त्यही हो। अब अरू केही भन्नु छ भने कमेन्ट, अब म केही क्वेसनहरू Q&Aहरू गर्नु छ। यदि हजुरहरूलाई Q&A गर्नु छ भने चाहिँ मलाई कमेन्ट बक्समा कमेन्ट गरिराख्नु हैन। अब डेफिनेटली म यो लाइक विकेन्डमा चाहिँ म Q&A भिडियो लिएर आउने छु हैन। सो Q&A भिडियो भयो भने चाहिँ लाइक अलमोस्ट सबै लाइक ओभरअल थिङ्सहरू चाहिँ क्याप्चर हुन्छ नि त। सो मैले चाहिँ प्लान गरिरहेको छु म Q&A लिएर आउँछु भनेर। सो Q&A लिएर आएँ भने चाहिँ हजुरहरूले ड्रप दि क्वेसन्स हैन, के क्वेसनहरू गर्नु छ ड्रप गर्नु होला। सो त्यसको म एन्सर मेरो एक्सपिरियन्स, मेरो नलेज एज मोर देन 3 years, मेरो नलेजमा एक्सपिरियन्समा एज बिङ अ इन्टरनेसनल स्टुडेन्ट एज वेल एज राइट नो आइ एम वर्किङ एज अ फुल टाइम अल्सो। सो कसरी के गर्ने, कसरी जब पाइन्छ, के सबै कुरा लाइक अल टुगेदर आई गोना सेयर यु। सो म चाहिँ ATM आएको छु है गाइस। सो आई एम गोइङ टु सी म ATM आएको छु। हजुरहरूलाई पनि देखाउने छु। मैले चाहिँ ATMबाट पैसा विथड्र गरेँ। सो आई एम जस्ट गोइङ टु पे द रुम रेन्ट। सो रुम रेन्ट चाहिँ मेरो क्वाइट एक्सपेन्सिभ छ, 900 विच इज नेपाली मोर देन 30 more than 38 or 39, almost 40,000 dirham, 40,000 Nepali rupees. So this is my room rent. This is my building.
So I'm inside my building. म चाहिँ रुम रेन्ट पे गर्न आएको. सो त्यही नै हो गाइस. सी यू. हजुरहरूलाई यहाँको करेन्सी देखाउनु पर्ने हो. 500 plus 100 my balance. I give you 100. 100. गाह्रो छ यहाँ काम गरेर रुम रेन्ट तिर्न पर्ने. साह्रै गाह्रो छ गाइज. यु नो म ब्युटिफुल भएको है. अलिक राम्ररी भएको जस्तो लाग्यो मलाई चाहिँ. सो गाइज सी यू लेटर.